वेलकम। आज फेरि हामी वाक जान लागेको। आज चाहिँ मसँग मेरो बु पनि छ, माई हस्बेन्ड। से हाई टु। वेलकम टु हर मिनी भ्लग। थ्याङ्क यू। अब चाहिँ हामी रेडी भएर निस्कियौँ बिहान। आज चाहिँ मन्डे हाम्रो डे अफ, दुईजनाकै अफ हुन्छ, त्यही भएर हामी चाहिँ अब वाक जान लागेको। लेट्स गो। आज चाहिँ हल्का हल्का हावा चलिरहेछ। पोतीमा कस्तो लागिरहेछ त मसँग वाक आउँदा। यस्तोमा आएको छौँ। यता चाहिँ रेलवे ट्र्याक छ अनि हामी चाहिँ अब यसरी जान्छौँ, परसम्म जान्छौँ अनि यसरी घुमेर घर जान्छौँ। माई ह्यान्डसम बुढा। कपाल हेर न, कपाल काट्नुपर्ने छ तर काट्दैन, के गर्नु र। अहिले चाहिँ मेरो पुले खिच्यो अरे फोन लिएर। हामी चाहिँ हिँड्दै हिँड्दै यत्रो यो सानो पोखरीमा आइपुग्यौँ। हाम्रो यो चाहिँ घर नजिकै छ। आजको वेदर चाहिँ यस्तो छ गाइस, घाम लागिरहेको छ तर त्यही पनि हल्का हावा चलिरहेछ, चिसो चिसो छ तर दिउँसो चाहिँ ठिक्क हुन्छ होला। ल हाम्रो छाया यहाँ छ। यो बु हरामी बिचरा मान्छेहरूलाई त्यत्तिकै लाइट उ गरिदियो, बाटो क्रस गर्ने ठाउँमा यतिकै प्रेस गरेर भाग्यो। अनि कस्तो होला त्यहाँ माथिबाट रोड छ, फ्री वे। हामी चाहिँ अहिले हाफ वे आयौँ। यहाँ यसरी हामी चाहिँ उताको बाटो यसरी घुमेर यो स्टेसन गिनीफर स्टेसनसम्म आयौँ। यहाँ चाहिँ गिनीफर स्टेसन हो। कहाँ गयो, त्यहाँ चाहिँ स्टेसन छ। अब चाहिँ हामी यता जान्छौँ सिधै, यो बाटो सिधै जान्छौँ हामी। अब यो बाटो सिधै गएपछि चाहिँ हाम्रो घर आउँछ। यहाँ चाहिँ सनसाइन हस्पिटल पनि छ। हामी चाहिँ हस्पिटल आइपुग्यौँ इमर्जेन्सी सेक्सनमा। मेरो बुच्ची तर्सिन्छ, त्यही भएर हस्पिटलतिर हेर्दिनँ भन्दै हिँडेँ यसरी, किनभने ऊ चाहिँ धेरैचोटि आइसक्यो यो इमर्जेन्सीमा। त्यही भएर म हेर्दिनँ रे, तर्सिन्छु रे हस्पिटल देख्ने बित्तिकै। यता हेर त, इमर्जेन्सी जाने हो। हस्पिटल एरियामा चाहिँ अलिक बिजी छ। यो चाहिँ मेन एन्ट्रान्स हो हस्पिटलको त्यतातिर। यो चाहिँ यता चाहिँ प्राइभेट बिल्डिङ छ। फेरि यो चाहिँ पब्लिक हस्पिटल भयो, यता चाहिँ फेरि प्राइभेट। अब चाहिँ हामी यहाँबाट लाइक 15 मिनटमा चाहिँ घर पुग्छौँ होला। यता चाहिँ स्कुल छ, बुढाबुढीहरू खेलिरहेका छन्। यही हाल्ने छोराछोरी, यही हाल्ने। छोराछोरी पाउने कहिले स्कुल अहिलेबाट रोज। यही स्कुल हाल्ने, टिफिन टाइममा घर आउनु पाइन्छ नि त। तिमी यहीँ बस्छौ सधैँ? ए बा, ल हेरौँ ल। हामी चाहिँ अब घर आइपुग्यौँ, मतलब घरको अगाडि आइपुग्यौँ। यही हो हाम्रो घर चाहिँ। अब हामी घर जान्छौँ। वी आर होम। अब चाहिँ हामी घर आयौँ। अब चाहिँ हामी केही बनाएर खान्छौँ। बाई बाई गरिदेऊ।